हेलो गाइज अनि वेलकम टु माई दिदीको ब्लग। अनि हामी चाहिँ धेरै पछि फेरि नयाँ भ्लग लिएर आएका छौँ। अनि आज चाहिँ हामी छौँ भाइ र म भ्लग सुरु गर्न लागेका छौँ। त्यसैले आज चाहिँ हामी चाहिँ मोमो बनाउन लागेका छौँ। हामीसँग चाहिँ मटनको किमा अनि त्यसपछि चिकनको किमा अनि उता चाहिँ मम्मी पिठो बेलिरहनु भएको छ। र हामी चाहिँ मटनको किमा किन खानु लागेको भने हाम्रो मम्मीले चाहिँ किमाको के अरे चिकनको किमा चाहिँ खानु हुँदैन त्यसैले। अनि साथीहरू तपाईँहरूलाई थाहा छ हाम्रो दिदी चाहिँ यहाँ बनाउँदै हुन्छ अनि हाम्रो प्यारो मम्मी युगी ल अनि हामीसँग चाहिँ हाम्रो हुनुहुन्छ प्यारो मम्मी। हाम्रो मम्मीले चाहिँ हाम्रो पिठो मुसिरहनु भएको छ गाइस। मम्मी हजुर केही भनिदिनु। हामी चाहिँ मोमो खाने हो आज रमाइलो गर्ने हो डान्स पनि गर्ने हो बिचमा बसेर मोमो बनाउनलाई चाहिँ लागिरहेको छौँ है हामी। हामीसँग चाहिँ यता मोमोको भाँडा छ गाइस। हामी चाहिँ भर्खर मोमो हाले है हेर्नुहोस्। वाह वाह हामीसँग छ अचारको लागि सबै भुटिसक्यो। यता हेर त तपाईँ लाइटबारे पनि कालै देख्छ यार। भोट चाहिँ अब खोइ भोलि थाहा हुन्छ अब। नागरिक त नभएको लड्काले हाल्छस् घन्टीमा भोट। त्यो फिल्टर हालेर बसिरहेको छ कि व्हाइट कलरको फिल्टर होइन हाम्रो भाइ पहिलाबाट गोरो थियो कि तर आजकल अलि घाममा खेल्नु बेला कालो धोती मैले जिस्काएको होइन नलाएको सनस्क्रिन पनि मैले जिस्काएको होइन नलाएको। मेरो भाइलाई केटीहरू कतिजना मन पराउँछ है भन्दिनँ को कोले मन पराउँछ। है पर्नुहोस् यता हेरिदिनुहोस् एउटा किलर स्माइल दिइदिनुहोस् न। अहिले यस्तो गर्छ किलो स्पेन्ड यस्तो गर्दैन जलाइन मान्छेहरू त हाम्रो गफ सुनेरै पागल हुन्छ होला। केही गफ गर्नुहोस् त गाइस। यो मान्छे क्या होइन मोबाइल देख्छ चुपचाप बस्छ। जब मोबाइल यता पढ्नु त्यहाँबाट पेदर 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 बोला थाल्छ। पुरा नानाको बिचमा बसेको छ अब त्यस्तो गाइजहरु यो मान्छे चाहिँ बच्चामा ट्युमा अड्केको कारणले ट्युमा अड्केको कारणले ट्युगिरे पागल कक्रोच। साथीहरू एकछिन मान्छेको गफ पछि हामी चाहिँ यता अचार बनाउने भनेको हेर्नुहोस् यहाँ अचार सबै रेडी छ। यो साइड पिन्ने होला होइन दिदी यो पिन्ने हो र यो पिन्ने हो यहाँ सिलौटामा पिन्ने गाइस। यता मोमो रेडी भयो गाइस। अब के रे हाम्रो चाहिँ त अर्को मोमो मोमो डल्लुले बनाउनु भइसकेको छ। अनि अब चाहिँ म यता उयो पिन्छु ल साथीहरू। साथीहरू म चाहिँ पिन्दैछु क्या होइन। अनि त्यसपछि हाम्रो चाहिँ यता मोमो एउटा दुइटा पाक्यो रे अब चाहिँ खानु लाग्यो है। कस्तो रहेछ दिदी कस्तो छ जुसी जुसी रे एकदमै ल तिमी ट्राई गर त यसरी हल्का उयो गर न। पोल्यो तातो भयो। अब म पनि एउटा ट्राई गर्छु ल। काम भनेको तातो मिठो मिठो तर उयो चाहिँ खायो मैले उठ्नै साथीहरू। क्यान्टिनको मोमो भन्दा चाहिँ यही मिठो। ए फेरि सरले नि आमा। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 1
मिठो जुसी जुसी भएको मिठो हुन्छ मैले भने कुरकुरे हड्डी पर्छ उयो मोमो बनाउनु पर्दा मोमो पकाउनु पर्दा धेरै ढिलो गर्ने कस्टमरले करा साथीहरू हाम्रो चाहिँ मोमो रेडी भइसकेको छ हेर्नुहोस् यहाँ मोमो अनि यता चाहिँ खाना सुरु गरिसक्यो मम्मी हाई एउटा चाहिँ बल गरेर खेलेर बसिरह अनि अचार अब चाहिँ गिलास निकाल गइरहेको छु गाइज न त दाइ भिडियो बनाएर दाइ न ओ समात्नु न कतिवटा हो गदर मान्छे अनि हामी चाहिँ यहाँ बसेर खान्छौँ गाइज हाम्रो पोको एकदम टेस्टी छ मैले बनाएको मोमो उसले बनाएको पाउनु बाफ्रे मेरो जेठी छोरीले बनाएको मोमो कति मिठो जुसी जुसी बिस्तारै खानुहोस् ल मैले भन्नु न मलाई चाहिँ मोमो बनाउनु आउँदैन कि त्यहाँ नानीलाई मैले भन्छु छोरी मलाई मिठो मोमो बनाएर खाऊ भनेर मैले खाँदैछु है तर मिहिनेत गर्ने चाहिँ म आइहाल्छु खाने मेहनत के गर्दा प्याज काट्या बन्द काट्या ठेलाउँछ मैले चाहिँ आज 17 मेरो छोरालाई धेरै मनपर्छ मोमो 21 खाएर आएर पनि गएछ यति धेरै मोमो खायो मेरो भाइ सानो हो तर मोमो धेरै खान्छ मोमो त टाटो पनि हुन्न प्याज पनि छान्नु पर्दैन है ठुलै भन्दा धेरै खान्छ हाल्नु सबैजना एकछिन टेस्ट पनि मोमो के गरे आज अचारहरू नै म त जुसी खान्छु है त्यसको अलिकति खान्छ है तिमीलाई लाऊ कस्तो चिप्काएको भयो मलाई ताजा भयो नि अनि मान्छेसँग छुले यस्तो के अरे मान्छेसँग त मान्छे पाउँछ भन्छ समात्नु न त्यहाँ तपाईँ यताको सवाल नि हुँदैन यसमा त छोरी यति ठुलो मोमो खायो भने तिमी ठ्याक्कै आउँछ ल नाटकै भयो त्यसलाई पनि बोल्दिनँ न नाटक हुन्छ यत्रो खाइसक्यो खाउँछ यसको टाउको यहाँ आएर आज त अलि पोटा बुला जस्तो भयो गइहाल्यो भोजन खान्छ अहिले मेरो मिक्स मोमो कहाँ राख्नु मेरो त बनाएको छैन एक हात हुन्छ होला तातो हो कि त त्यत्रो अगाडि बनाएको त्यस्तो बित्यो चाहिँ हात भने चाहिँ माथि पनि बढी खानु पर्ने यसले मोमो चाहिँ मजाले खान्छ है नाना भन्नु छैन कि मजाले खान्छ भने के भयो हड्डीसँगै हड्डीसम्म पेन्ने कुराले पिले होइन हौ पेन्ने कुरा बिर्क्यो
हेलो हामी त एकदम मिठो भएको छैन किन गाईहरू भोलि चाहिँ अब त्यो एउटा गोड हालेर चाहिँ बालेले दिन्छ त्यसैले हामी आजै पार्टी गरिरहेको छौँ भन्नु भयो भने हामी बालेनको फ्यान भइसक्यो माटोमा हाल्नु माटोमा गएर चाहिँ घन्टीमा छाप हाल्नु हुने बाटो हिँड्दै जाने होइन थाहा छैन घाममा हिँड्दै जाने अब घाममा हिँड्दै जाने हो घाममा हिँड्दै जान्छ नि माटोमा हिँड्दै जाने होला बाटोमा हिँड्दै जाने हो घाममा हिँड्दै जाने उडेर जाने होला घाम माटोमा न दलानमा त्यही माटो बाइकको लागि मैले भन्न खोजेको घाममा हिँड्दै जानुपर्छ भन्नु घाममा होइन हो आउनु न पुग्यो उता नआवाज पानी खान्छ मुखले त मागिरह तर पेटले पानी चाहिन्छ पानी खान्छ मैले लिएर जाइछु बिहान खान्छ भनेर त दाजु खान्छ अब अगातिर नहुनेलाई गाई के भने धेरै ठुलो भयो ठिक अब त 40वटा त बढी खान्छ पुग्यो खाने खाने भोलि बिहान याद आउँछ मोमोको तपाईँको त त्यो फ्राई गरेर आयो फ्राई हल्का फ्राई गर्छु त्यो बनाएन त्यही त त्यसलाई बनाएर अनि त्यसपछि फ्राई गरेर त्यो ममाटो राख्नु त्यो त्यो जुसी भएर सबै निस्किने बाफेर नहीं सर वाह फाइनली 5 केजी त मोटाएर होइन हप्ता साथीहरू आजको लागि यति नै हो तपाईँहरूले हाम्रो ब्लगहरू इन्जोय गर्नुभयो होला हाय क्या मिठो आजको रेसिपी चाहिँ एकदम मिठो हस् यति नै आजको लागि बाई बाई